हेर्नु हेर्नुहोस् है, आज चाहिँ मैले तपाईहरुलाई कस्तो मिठो सेन्ड है, यस्तो मिठो पनि छ। आज चाहिँ मैले तपाईहरुलाई यो चाहिँ के को लागि भन्दा चाहिँ अब गरम लागिरहेको छ है, घमौरोको लागि है, घमौरोको लागि एकदमै राम्रो यो औषधि ल्याएको छु। तपाईले चाहिँ यो बनाएर चाहिँ सेलाएर चाहिँ मजाले राख्नुपर्छ है, टाइट कन्टेनरमा राख्नुपर्छ। अन्त तपाईको जब घमौरो निस्किन्छ तब चाहिँ त्यो घमौरोमा चाहिँ यो लगाउनुपर्छ। एकदमै दामी है, हेर्नु न, यसले एकदमै शीतल बनाउँछ तपाईको घमौरोलाई, चिलाउनुहरुबाट बचाउँछ अनि तपाईको घमौरोलाई चाहिँ यसले एकदमै ठिक गर्ने काम गर्छ है। अब यसमा चाहिँ मैले के लगाएको छु हेर्नुस् ल। लागि चाहिँ हामीलाई चाहिन्छ पहिला चाहिँ 1 कप पानी है। पानी यसरी तताउनु पर्छ है ग्यासमा। हामीलाई चाहिन्छ यो तेजपत्ता है, इंग्लिशमा चाहिँ बे लिफ भन्छ। तपाईहरु के भन्नुहुन्छ? मेरोमा चाहिँ अलिक सुकेको छ है, यसले पनि राम्रै काम गर्छ। हरियो भयो भने पनि राम्रै हो। यसलाई चाहिँ यसरी सानो सानो पार्नुहोस् ल। मैले चाहिँ दुधवटा मात्रै पारेको छु, सानो सानो पार्नुहोस्। यो चाहिँ पानी उम्लिसकेको छ। अब यो पत्तालाई चाहिँ हाल्नुपर्छ, निकै हाल्नु चाहिँ जति तेजपत्ता बेसी हाल्नुहुन्छ त्यति नै राम्रो हुन्छ है। अब चाहिँ 1 कप पानी हाल्नु भएको छ हैन। सानो ग्यास पारेर चाहिँ यसलाई चाहिँ आधा कप पानी हुन्जेल चाहिँ यसलाई पकाउनु पर्छ है। तेजपत्तालाई चाहिँ मजाले यसले कलर छोड्छ, रातो हुन्छ, त्यतिन्जेलसम्म चाहिँ यो तेजपत्तालाई चाहिँ मजाले पकाउनु पर्छ। हेर्नुस् ल, यतिको कलर छोड्यो है। मैले चाहिँ अलिक कम्ती नै पकाएको छु, तपाईहरुले चाहिँ अलिक मजाले पकाउनुहोस् ल। अनि जति सक्दो हरियो तेजपत्ता पाइ भने झनै राम्रो हुन्छ, कलर राम्रो हुन्छ अनि सेन्ट पनि एकदमै राम्रो हुन्छ है। मेरोमा चाहिँ सुकेको मात्रै छ। अब यसलाई चाहिँ म निकाल्दै छु है, अनि फर्दर प्रोसेसमा देखाउँछु नि तपाईहरुलाई। यस्तो एउटा चालनी लिनुस् है, अनि यसरी तार्नुस् यसलाई है। तारेर पानी मात्रै निकाल्नु पर्छ है, पानी मात्रै। हेर्नुस् है, मजाले पकाउनु भयो भने झनै कलर पनि एकदमै राम्रो आउँछ है। यतिको कलर भएको छ है, हेर्नुस् त। सबै भाँडामा लिनुहोस् है। अब यो चाहिँ हामीलाई स्टोर गर्नुको लागि चाहिन्छ। यसमा चाहिँ हामीलाई चाहिने भनेको यो कपुर हो है। भीमसेनी कपुर पाउनु भयो भने झन् अझै राम्रै हो है। तर यो कपुर छ मेरोमा चाहिँ बार्ने कपुर, यो पनि हुन्छ तर भीमसेनी कपुर पनि राम्रो हुन्छ है। तपाईकोमा कुन चाहिँ कपुर छ त्यही लगाउन सक्नुहुन्छ है। मैले कम्ती बनाएको छु, त्यसले गर्दाखेरि चाहिँ मैले एउटा कपुरलाई लिएको छु है। यो चाहिँ कपुर हो, बाल चाहिँ नि पूजा गर्दा बाल्ने कपुर हो है। यो चाहिँ कपुरलाई चाहिँ यसरी पिस्नु पर्ने हुन्छ है। पिसेर चाहिँ तपाईले यो पानीमा चाहिँ हालिदिनुहोस्। अब हालेर चाहिँ यसलाई चाहिँ मजाले फिट्नुपर्छ। यो पानीमा मजाले फिट्नुहोस् है। त्यति राम्रो त फिटिँदैन कपुर त, तर पनि तपाईले अलिक फिट्नुहोस् यसलाई है। मजाले फिटेर चाहिँ अब यसरी चाहिँ बनाउनु पर्छ तपाईले है। यो चाहिँ अब रेडी भइसकेको छ है। तपाईले चाहिँ यसलाई चाहिँ कुनै एउटा मजाको कन्टेनरमा चाहिँ तपाईले स्टोर गर्नुपर्छ। अनि यसलाई चाहिँ तपाईले कसरी लाउने भन्दा फेरि चाहिँ तपाईले यसलाई चाहिँ यसरी कुनै कटनको सहायताले यसो गरेर आफ्नो जिउहरुतिर है, जहाँ